हाम्रो स्टोरमा चाहिँ यो एसरको प्रिडेटर i5 9 जेनेरेसन ल्यापटप आएको छ। यसमा समस्या के थियो भनेपछि यो अन गर्ने बित्तिकै यो एसरमै आएर अड्किन्थ्यो, या त एसर बाट अलिकति बेला अगाडि गयो भने यो विन्डोजै खोल्दैन थियो, त्यतिकै अड्किन्थ्यो, फ्रिज भएर बस्थ्यो। अनि यो ल्यापटप चाहिँ हामीले रिपेयर गऱ्यौँ। अनि यसमा मदरबोर्ड इस्यु रहेछ, मदरबोर्ड बनायौँ। त्यसपछि यसमा ऱ्याम पनि प्रब्लम रहेछ, ऱ्याम पनि यसको चेन्ज गरिदियौँ। अहिले यो ल्यापटप ठिक छ है। तपाईको पनि ल्यापटपमा के इस्यु छ भने तपाईले हाम्रो स्टोर भिजिट गर्दा हुन्छ या हामीलाई कन्ट्याक्ट गर्दा हुन्छ। तपाईले विन्डोज हेर्नुस् खोलिसक्यो। अहिले कुनै पनि फ्रिज छैन, मजाले चलिरहेछ। यतिसम्म पनि यो स्टेप आउँदैन थियो। यो भन्दा पहिला नै फ्रिज भएर बस्थ्यो, के पनि हुँदैन थियो ल्यापटपमा। अनि अन्त पनि ट्राई गरेको छ, कस्टमरले किनेको ठाउँमा पनि देखाएको रहेछ तर बनेन, त्यहाँ चाहिँ रिटर्न गरिदियो। हाम्रो स्टोरमा सल्भ भयो प्रब्लम।